वन्डरफुल एडभर्टिजमेन्ट एकदम राम्रो छ एकदमै टेस्टी खाना बनाउनु भएको छ हाम्रो मामलको हजुरबा यहाँ हुनुहुन्छ हजुर निर्मला माइजू कान्छे माइजू साइली माइजू यतापट्टि हाम्रो माइली माइजूले चाहिँ के बाँड्दै हुनुहुन्छ यता खतरा नमस्ते गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप तपाईँहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला सो भिडियोको टपिक र थम्बनेलहरू चाहिँ बुझ्न सक्नुभयो आज चाहिँ के रहेको छ भनेर हिजो चैते दसैँ सो आज चाहिँ रामनवमी रहेको छ अब चैते दसैँमा चाहिँ हिजो चैते दसैँमा चाहिँ अब तपाईँहरूको के हुन्छ भने अब हाम्रो चाहिँ यता मामामा सबै ठुलो मम्मी आन्टी अङ्कलहरू सबैजना आएर है भेटघाट कार्यक्रम रहेको छ सो अहिले भनेको म यहाँ हाम्रो एसटिरियाना स्पोर्टको पसलमा रहेको छु है सो हजुरहरूलाई केही सामग्रीहरू चाहियो है वर्ल्ड कपको नयाँ नयाँ जर्सीहरू देख्न सक्नुहुन्छ यहाँ नयाँ जर्सीहरू आइसकिसकेको छ यो ठुलोमा पनि किटमा पनि सो हजुरहरूलाई ट्रफीहरू पनि चाहिएको छ भने ट्रफीहरू पनि अभाइलेबल छ भाइरल ज्याकेटहरू र रेट्रो भिन्टेज जर्सीहरू पनि छ है अनि यतापट्टि रहेको छ फुटबल बुटहरू सो फुटबल बुटहरू पनि हजुरलाई चाहियो सम्पर्क गर्न सक्नुहुन्छ सो ढिला नगरी सो एभ्रिवान अहिले भने चाहिँ हामी यहाँ निस्किसकेका छौँ है सो हामी चाहिँ यहाँ अहिले ट्याक्का तपाईँको कहाँनिर भन्नुहुन्छ भने हाम्रो यहाँ भाउनी आइपुगिसक्यौँ है सो एकदम बवाल भइरहेछ अहिले चाहिँ हाम्रो जति पनि देखिराख्नु भएको छ तपाईँहरूले यो चाहिँ हाम्रो एसियन हाइवे हो है एसियन हाइवे रोड हो सो सबैले भ्लग बनाएको छ सो अहिले चाहिँ हामी यहाँ निस्किँदैछौँ मेरो पछाडि चाहिँ एकदम ठुलो बस आइरहेछ अनि यहाँ बाटोमा चाहिँ अलिक धेरै बाँदरहरू हुन्छ म देख्यो भने अलिक क्लिप निकाल्छु अब हाम्रो यात्रा चाहिँ सोमबारेसम्म भयो है पछाडि खतरा ठुलो बस आउँदैछ है गाई पनि धेरै छ बाँदरै बाँदर इन्भाइरोमेन्ट छ यहाँ है एकदम वरिपरि देख्न सक्नुहुन्छ मेरो वरिपरि ग्रिन इन्भाइरोमेन्ट एकदम दामी तरिकाको ग्रिन इन्भाइरोमेन्ट छ है सो हामी चाहिँ यहाँ अहिले एसियन हाइवेमा लगभग घुमिरहेको छौँ मेरो हेलमेट चाहिँ आफै झर्छ है सो देख्न सक्नुहुन्छ एसियन हाइवे एकदम ग्रिन हरियाली एकदम पिसफुल जग्गा है एभ्रिवान है सो त्यही हो अब हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला अनि कस्तो टाइपको कन्टेन्ट चाहिन्छ तपाईँले हामीलाई भन्न सक्नुहुन्छ है गाइस यहाँ बिचबिचमा चाहिँ अब बाटो राम्रो भए पनि बिचबिचमा चाहिँ त्यति साह्रो कम्प्लिट भइसकेको छैन हाम्रो यो रोड सो यहाँ बिचबिचमा चाहिँ यस्तो छ है बिचबिचमा चाहिँ अझै पनि कम्प्लिट भइसकेको छैन अहिले चाहिँ हामी यो काने पोखरीको पुलमा आइपुग्यौँ है काने पोखरीको पुलमा सो बिचबिचमा चाहिँ कम्प्लिटै भइसकेको छैन क्या बिचबिचमा कम्प्लिटै भइसकेको छैन अहिले चाहिँ हामी अब यो काने पोखरी के पुल भन्छ भने यसलाई स्याङ खोला स्याङ पुल भनौँ न स्याङ पुल एकदम दामी छ स्याङको अगाडि गाडी पनि आउँदैछ सो हाम्रो यहाँ बाँदर देख्न सक्नुहुन्छ यहाँ ब्रदरहरूले चाहिँ बाँदरलाई खानेकुरा बाँड्दै हुन्छ खोला कति राम्रो हुन्छ बानी कति नजिक अनि अब यो एसियन हाइवे बने पनि ल हेर्नुहोस् अगाडि ठुलो कति ठुलो यस्तो है केही देखेको छैन अगाडि के हो रे भाइ यस्तो के हो रे यहाँ हेर्नुहोस् मामला जान पनि गाह्रो छ है गुल्लाबारी अब यो हाम्रो आइपुग्नु गोर्खा चाहिँ आइपुग्नु आएको बस लाग्ने तल गाउँ लाग्ने गुल्लाबारी मेन रोड हो
तर यताबाट पनि पुगिन्छ घुम्न चाहिँ है। ल अब हामी यहाँबाट सिधै रोड टु सोमबारे हो, रोड टु सोमबारे है त। सो लेट्स गो। सो अहिले चाहिँ हामी यहाँ अब बिच बाटोमा आइसक्यौँ है। गुरुङटोने यतातिर चाहिँ धेरै गाउँ छ, कस्तो राम्रो ठाउँ छ है, एकदम दामी पिसफुल इन्भाइरोमेन्ट। सो म चाहिँ यतापट्टि छु अनि अब हामी चाहिँ लगभग आइपुग्न आँट्यौँ ल है। यहाँ चाहिँ हाम्रो यता मामलामा आज चैते दसैँको मेजबान हुँदैछ। आइपुगेको हाम्रो शोभा आन्टीले चिसो सर्भ गर्दै हुनुहुन्छ। यतापट्टि चाहिँ हाम्रो अङ्कल शोभा आन्टीको हस्बेन्ड, यता हाम्रो ठुलो बुवा, यता हाम्रो माइला मामा, यता हाम्रो ड्याडी, यता हाम्रो अङ्कल, यता हाम्रो चन्द्रे मामा। मामा कस्तो लागिरहेको छ हजुरलाई? एकदम वन्डरफुल। एरेन्जमेन्ट एकदम राम्रो छ, एकदमै टेस्टी खाना बनाउनु भएको छ। हजुर एकदमै खुसी लाग्यो। आफ्टर हामी जमानामा खाँदैछौँ र भान्जा पनि अब भान्जाको पनि पालो आयो जस्तो छ। हजुर आफ्टर लङ टाइम है। ल चैते दसैँमा ल है। यतापट्टि चाहिँ हाम्रो माइजू क्या, हाम्रो ठुलो मम्मी निर्मला माइजू, कान्छी माइजू, साइली माइजू। यतापट्टि हाम्रो माइली माइजूले चाहिँ के बार्दै हुनुहुन्छ, यता खतरा म्यानेज हुँदैछ है। ल चैते दसैँ हजुर एकदम रमाइलो हुँदैछ है यहाँ। आन्टी कोकवाली, यता माइजूले एकदम रमाइलो हुँदैछ है यहाँ। ल ए आउने बित्तिकै म त है खाएको अगाएँ होइन, म घरबाटै खाएर आएको, अलिक कमाउनु भएको छ। एकछिन न घटेकै छैन। ल है अब कान्छा मामा र हाम्रो जेठा ठुलो बुवा पनि बसिसक्नु भएको छ। एकदम रमाइलो तरिकाले एन्जोयमेन्ट हुँदैछ। यतापट्टि हजुरबुवा, हाम्रो मामलाको हजुरबुवा यहाँ हुनुहुन्छ। हजुर जामा नि खै आन्टी किन स्याड हुनुभएको तपाईँ? खुसी लागेको छैन? के हो तपाईँको चाहिँ लुगा छैन क्या हो? त्यो बाढी पीडितमा आउँदा हेरिदिन्थेँ कि त्यो दोकानकै माथिबाट छ त। चोखे लाग्नुपर्छ, चोखे लाग्नुपर्छ हाम्रो 70 केजी भयो अरे। ससुराली आएर घर आएर माइत आएर बोटुकोमा भात खाँदै हुनुहुन्छ। बोटुको भने यत्रो ठुली भएर पनि यता माइजूले पैसा दिन आँट्दै हुनुहुन्छ। हेर्नुहोस् है, पहिला जाने होइन नि फेरि पैसा छैन अरे। उता ढोएको त्यो अब यता आज पहिला जानुहुन्छ। बुवाले भन्नुभएको 50 रुपियाँ केजीको जुलपी लिएर आउनु अरे, हजुरबाले भन्नुभएको। ल अहिले चाहिँ अब हामी यहाँ खानासाना खाइसकेर टक्कसँग फोटो सेसनको लागि रेडी हुँदैछौँ। सो पालै पिलो आउँदै हुनुहुन्छ फोटो सेसनको लागि। यता चाहिँ हाम्रो साइला मामाको घर, अनि यतापट्टि हाम्रो जेठा मामाको, यता कान्छा मामाको, माइला मामाको चाहिँ पर छ। लु झ्याटकी झ्याट पालोसित आउँदा लाइनै लाइन। के भन्न चाहनुहुन्छ, कस्तो लागिरहेछ आज तपाईँलाई? भेटेको मायालाई भन्नु राम्रो आउँछ। यसमा एन्टी लाइट पर्छ कि अनि अलिक राम्रो आउँछ। अनि यहाँ पनि खिचौँ न, केही फरक पर्दैन। त्यही त नि। हजुर रेडी खिच्यो भने भिडियो बनाएको अहिले। चैत्यसँग
हुन्छ बनाउँदा हुन्छ नि हुन्छ है ओ बहिनी त उहाँ घुम्छ त उयो बहिनी के अरे नाम आशिका बोलाउनु न ल है हाम्रो चाहिँ यहाँ टक्क अब चैते दसैँमा चाहिँ के भनौँ भन्ने आएन अब चाहिँ भने हाम्रो सबै कार्यक्रम सकिसक्यो अब यहाँबाट चाहिँ हामी चैतसँग ल्याइदिन्न होइन अब चाहिँ हामी यहाँ टक्कसँग यहाँबाट त्यहाँ उर्लाबारी दिदी घर निस्केर है सो गाइस अहिले चाहिँ अब हामी यहाँबाट निस्किसकिसक्यौँ है यहाँबाट निस्किसकिसक्यौँ सोमबारेबाट हामी टक्कसँग अब उर्लाबारी फुको घर लाग्छौँ अनि यहाँ तपाईँहरूलाई एउटा इन्ट्रेस्टिङ हामी यहाँ देखाइदिन्छौँ है अब पुरानो पहिलो घर यहाँ देखाइदिन्छौँ पुरानो पहिलो घर हो यो चाहिँ हाम्रो पहिलेको बस्ने घर हो है अहिले यस्तो भएको छ पहिले चाहिँ हामी यहीँ बस्थ्यौँ यति पुरानो भयो सो केही छैन अब चाहिँ हामी यहाँबाट टक्कसँग उर्लाबारी लाग्छौँ एकैचोटि हाम्रो माइली फुपूको घरमा है त गाइस माइली फुपूको घर है माइली फुपूको दोकानमा है त हल्का प्रोमो हानिदिनु पऱ्यो नि त है यसो यसको लाग्यो है सोमबारेबाट सो एभ्रिवान हामी देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो प्रेमाज कलेक्सन सलन हाउसको चाहिँ म्यानेजर अनरै भनौँ न होइन अनर हुनुहुन्छ ला ब्याकग्राउन्ड म्युजिकले सुन्यो होइन सो यहाँ यस्तरी काम हुँदैछ गाइस देख्न सक्नुहुन्छ है डेकोरेसन हेर्नु होला टक्कसँग यस्तो खतरा तरिकाले हुँदैछ यो पछि लाइट लगायो भने चाहिँ दामी हुने रहेछ नि लाइटको कामहरू एकदम धमाधम भइरहेछ हाम्रो भाइहरूले गरिराख्नु भएको छ आयो आज सक्नुहुन्छ र फाइनली भोलि चाहिँ स्टुडियो कम्प्लिट हुन्छ सो यहाँ चाहिँ लाइटहरूको काम हुँदैछ अनि यहाँ अब डेकोरेसन यति छ यता हाम्रो माइली फुपू कहिले ओपनिङ हुन्छ होला यसो तपाईँको अनुमानमा यो एक्ज्याक्टली भोलि चाहिँ हाम्रो सकिन्छ र 1-2 दिन भन्छ यो चैतको अन्तिमतिर चाहिँ ओपनिङ गर्छु सो चैतको अन्तिमतिर अन्तिम हप्ता ओपनिङ गर्छु सो अब के भन्न चाहनुहुन्छ त भ्युअर्सहरूलाई भ्युअर्सहरूलाई चाहिँ के भन्न चाहन्छु भनेदेखि देशभित्र हुनुभएको जति पनि हुनुहुन्छ र मलाई चिन्नुहुने जति पनि हुनुहुन्छ साथीभाइहरू र मेरो आफ्नो आफन्त इष्टमित्र छरछिमेकीहरू उहाँहरूलाई चाहिँ एउटा म के भन्छु भनेदेखि प्रेमा मेकअप स्टुडियो एन्ड सलोन हाउसले चाहिँ हजुरहरूलाई भनेर मेकअप सलोन र नेलको सेवाहरू लिएर आइसकेको छ र जसले चाहिँ एकदम सुपर मूल्यमा गरिरहेछ र यदि हजुरहरूलाई चाहिँ कुनै पनि सेवा लिनु मन छ भने चाहिँ अवश्य हजुरले आएर प्रेमा मेकअप स्टुडियो एन्ड सलोन हाउसलाई सम्पर्क गर्न सक्नुहुनेछ या सम्झिन सक्नुहुनेछ हजुरहरूकै सेवाको लागि भनेर निरन्तर लागि परिरहेको छु र विगतको 4 वर्षदेखि नै यही फिल्डमा काम गरेको हुनाले एकताल मलाई पनि हजुरहरूको सेवा गर्ने मौका दिनुहोस् भन्न चाहन्छु लोकेसन कहाँनिर पर्छ एक्ज्याक्ट भन्दिनु न चाहिँ रहेको छ उर्लाबारी 7 बर्गाछी ठ्याक्कै पूर्वपट्टि सिद्धार्थ मेडिकलको दोस्रो बिल्डिङमा यो के कफी अगाडि है क्याफेको अपोजिट रहेको छ ओके सो यहाँ हाम्रो डेकोरेसन हुँदैछ माइली फुलको सो सबैजना आउनु होला ओपनिङको दिन हामी त्यो पनि डेट हाल्ने नै छौँ सो हजुरहरूलाई पनि यसो मेकअप सेकअप हेयर सैलुनदेखि लिएर हेयर कलरदेखि लिएर के अल आइटम पार्लरको चाहिएमा हाम्रो माइली फुललाई सम्पर्क गर्न साथै एउटा चाहिँ अहिले अफर के आएको छ भनेदेखि तपाईँलाई यो ओपनिङको स्टार्टिङ फेसले गर्दाखेरि चाहिँ तपाईँलाई 1 विकसम्म चाहिँ हजुरहरूले मेकअपको मास्टर क्लास सलनको मास्टर क्लास र नेलको मास्टर क्लास तिनटै क्लास लिन चाहनुहुन्छ भने चाहिँ हजुरलाई त्यसमा चाहिँ 20% डिस्काउन्ट छ र ओपनिङको टाइममा चाहिँ हजुरहरूलाई यदि हजुरहरूले कुनै पनि सेवा लिनुहुन्छ भने चाहिँ त्यसमा 15% डिस्काउन्ट रहेको छ भन्न चाहन्छु हस् त धन्यवाद है ल फर मोर इन्फर्मेसनको लागि चाहिँ छिटै नै प्रेमा कलेक्सन प्रेमा मेकअप स्टुडियो एन्ड सलोन हाउस प्रेमा मेकअप स्टुडियो एन्ड सलोन हाउसको टिकट अगाडि भन्छ त्यहाँ चाहिँ सम्पूर्ण आइटमहरूदेखि लिएर लोकेसन सोकेसन सबै हुन्छ है त